हेलो साथीहरू, हामी सबैजना रेडी भएर हामी निस्किसकेका छौँ है। हामी कहाँ कहाँ जान्छौँ, के गर्छौँ तपाईँहरूलाई सबै भिडियोमा हामीले अपडेट गर्नेछौँ। अनि तपाईँहरू सबैजनाले अन्तिमसम्म भिडियो हेरेर साथ दिनुहोला। अनि हामीले एङ्गो बुक गरिसकेका छौँ अनि हामीलाई लिन आइसकेको छ। हामी अब टक्क सबैजना चढेर रमाइलो गर्दै हामी यात्रा गर्नेछौँ। अनि के गर्छौँ हेर्नुहोस् है त अब। Lagi pछाडिको यो तान्नु नि फेरि केले त खुल्छ बाइ बाइ साने यो हेर तारा तान्दा जाडो भएर गर्नु हिजो त सबै जाडो थियो जस्तो हेर न आउनु किदो साच्चै कहाँबाट जान लाग्नु यता पनि बाटो छ त यति बाटो छ अनि त छ सर्टकटमा जाने किन छ त ए हामी त नयाँ हो गाइज अब पुरानोहरूले लग्नु होला सिकाएर ओहो अब सिसा खोल्नु हाइट थियो थाहा छ यो सबै बनाएर यहाँ बनाएको फ्लोटिङ गराएको अनि कति हाइट थियो नि यो थुप्रै थियो हाइट रहेछ उ त्यो पर पोलबाट थाहा भइहाल्यो डाँडा थियो नि हाइट रहेछ क्या हो त्यो माटोको टुक्रोलाई काटेर तल त्यति हाइट थियो मान्छेहरू सानी हो क्या है यो बिक्री गर्नु लागि त्यो पिछको भागमा नि छोडेको छ नि त्यो अनि यहाँबाट तल नलानु हामीलाई लगिरहनु भनेको जङ्गलमा आएको यहाँभन्दा तल त हामी फेरि फर्किहाल्छ जापानबाट आएको नोट हो अहिले हामी फोन गर्छ फेरि हैन हामी डबल दिन्छौँ नि त जापानिज के भन्छ त्यो त्यता हैन के यता हो हामी जाने किन त्यता जाने ओरालो भयो उ माथि डाँडामा जाने केही छैन अब हामी मात्रै हुने हो त्यहाँ त बाइ बाइ हस् ल हेर बिजोक कस्तो मजाको यात्रा अन्त कस्तो हुन्छ बाइ बाइ हेर नि त्यहाँ कति आफन्तै छोड हस् हजुर हजुर कसरी चिन्नुभयो हेर नि त्यहाँ केटीहरू ओहो सेल्फी स्टिकको उपयोग गर्नुपर्ने थियो अल्प झर्ने बनाउलाई केटीहरूको हिल लगाइछन् यस्तो छ त्यहाँ यहाँ हेर कति धेरै रहेछ है पुजु बोकेर लाइछन् घरतिर यो सबै लैजाउँ है पुजु हाम्रो केही त हुँदैन यहाँ त यति धेरै रहेछ यस्तो छ साथीहरू डेन्जर छ है डेन्जर बाटो हामी चढ्दैछौँ सगरमाथा चढ्दैछौँ वा भिडियो गर्नु कति राम्रो देख्दैछ कसले गरिदिन्छ भिडियो म बाबै म ओइ लडाइ फेरि वा उसो राम्रो रहेछ ल यता फर्का केटीहरू देखिसक्यो क्या
यसरी नै झर्ने त ओहो झर्ने स्टाइल ल भाइ वाउ कस्तो राम्रो यहाँ चाहिँ कसैको कपाल जोडी आएर चाहिँ सानो बच्चा बच्चीमा हामी त्यो केटीको पातमा लेख्थ्यौँ त्यस्तै याद आयो अहिले चाहिँ हामीलाई बनाइरहेछ त्यही हो सो पुजो चाहिँ उसको ल बनाइसक्यो त यो बुटाको बिउ रहिजा न फुलको के छ सबले उठ्याएर कस्तो राम्रो गाउँ सानो गाउँ राम्रो कि भाइ त्यहाँबाट के हाम्रो गाउँमा निस्किँदो रहेछ त हाम्रोले पनि उता साइड हो के यता साइड हुन्छ उता साइड त खोलै हो जग्गा किनौँ नि यहाँनिर मकै बारी माथि पहिराइहाल्छ नि त्यही भएर कसैले यहाँ लगेको छैन नि त छोराका छोराको लैजा कल्पना फोटो अनि त्यसपछि मजाले रमाइलो गर्ने भन्ने सोचिरहेको थियौँ अनि त्यस पछाडि के भयो नि साथीहरू अनि त्यसपछि हामी आफ्नो चप्पल समातेर फरिया माथि उचालेर कुद भाग भयो त्यो अघि त पुरा टक 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 उकालो चढेको ठाउँमा त अहिले ओह्रालो झर्दाखेरि कसैको खुट्टा भुइँमा थिएन टुङ कुदेर टक्कै एउटा घरमा हामी आइपुग्यौँ अब कोही अगाडि पछाडि कुद्दै थियौँ है आफ्नो रफ्तारमा कुदिराखेको थियौँ अनि टक्कै एउटा घरमा आइरहेको थियौँ कस्तो दामी घर चट्ट बनाएको थियो त्यहाँनिर अनि मान्छेहरू बस्नुहुन्थेन अनि हामी त्यहाँनिर किन आयौँ भनेपछि साथीहरू त्यहाँ ठुलो पानी पऱ्यो कि 81 पानी ठुलो पऱ्यो घाम पानी एकदम मजाले भिजाउने खाले पानी पऱ्यो यस्तो छ हाम्रो पारा कस्तो दामी हाम्रो लागि बनाइदिएको घर यो चाहिँ हाम्रो घर होइन होइन बासपातीमा कस्तो घर हो उहाँले चाहिँ धेरै धर्म गर्नुभएको उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद हजुरको घरमा आएर बसेर चाहिँ नरिसाइदिनु होला ताल पर्यो भने हामी सुसाइड गर्न बिर्सेन यहाँबाट हामी फालिदिन्छ अब हामी साथीहरू फर्केको है अब सबैजना रमाइलो गर्दा गर्दा धेरै रात छिप्पिसकेको छ अब हामी सबैजना आफ्नो घरतिर लाग्नेछौँ यति नै हो साथीहरू अब सबै के गर्यौँ कस्तो गर्यौँ तपाईँहरूले हेरि नै सक्नुभयो धन्यवाद तपाईँहरूलाई गुड नाइट सबैजनालाई अनि 3 सम्म भिडियो हेरिदिनु भयो धेरै धेरै धन्यवाद अनि लाइक शेयर सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है साथीहरू।